तो चलिए शुरू करते हैं। हिन्दी पनि हान्थ्यो भने त मुझे अनि गानै गाना छ भाइ, मुझे जुनी पनि निस्किहाल्छ नि यार। रात टिका निधारमा टलक टल्कियो, छातीभित्र मायाको आगो सल्कियो, बिजुलीको तार 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 फेरि रहने आउँछ रे, फेरि रहने आउँछ। ए हजुर भेटौ शनिबार, ए फुर्सद भए ए हजुर भेटौ शनिबार। रबाट देखिस् त ओए हान्दै त भाइ रातो र चन्द्र सूर्य। रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, बल्दो र गसरियो के थियो ना 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 हाम्रो रातो र चन्द्र सूर्य। यबाट हो, यबाट हो क्या, यबाट हो मामा तपाईँको लास्टमा रातो र चन्द्र सूर्य बगी आयो। ब्याकग्राउन्ड म्युजिक हाने खालको गाउँ न। के लास्टबाट के हेर्नु है, रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, नन्ना 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 बबेदो यो सन। ल के हो मामा के बिचमा नन्ना र नुन्नु गऱ्यो भने त म त गाना उयो गाइदिहाल्छु नि। ल बबेदो यो सन हाम्रो, रातो र चन्द्र सूर्य। एबाट एबाट सूर्य भने सूर्य भनेपछि यबाट भयो मामा। सूर्य यबाट हुन्छ। ऋतिक थ्याङ्क यू फर द मनी गन। गाडी दिएन हो केटा हो। यो बाटो कहाँ जाने हो, यो बाटो सबर द ग्रेट थ्याङ्क यू फर द $5 केटा गोल हान्नुमा युट्युबमा पनि। त्यहाँ लाग्ने हो, यो बाटो कहाँ जाने हो। भएन भएन यो गीत भएन मामा, मिलेन मिलेन क्या यो गीत। यो बाटो कहाँ जाने हो गीत छ कि, तर कहाँ जाने हो यहाँ जाने हो अरे। घन्टाको यहाँ जाने र कहाँ जाने हो, कसले भन्छ कहाँ जाने हो र, यसले चाहिँ यहाँ जाने हो भन्नु चाहिँ गीत मिलेन, यो हुँदैन। देउता फिल्मको गीत होइन ए मामा गाना यो बाटो कहाँ जाने हो त थाहा छ कि, तर यो बाटो कहाँ जाने हो यहाँ जाने हो चाहिँ कसले भन्छ। कस्तो गीत पाइले गरेको, राम्रो गीत गाउनु न यहाँबाट। ल यहाँबाट ल जे पाइले गीत गाउनु खोज्दो रहेछ यार। यहाँबाट पनि आउँदैन रहेछ। ओइ त हान्न सेक्री तल आउँदा मामाको तिम्रो टिम हो त, तिम्रो टिम हो त। अलिक कन्फिडेन्स छैन कि म मेरो गीत हान्ने के। होइन गीत हान्ने कन्फिडेन्स नभए पनि मामालाई त मुझे मामालाई त भन्न सक्छ नि त यो गीत गाउनु भनेर। यहाँबाट सोच न, त्यही त भन न कुन अरे कुनबाट अरे कुनबाट अरे। यहाँबाट तिम्रो टिम हो नि त यार। यहाँबाट पर्खिन म युट्युबमा सर्च गर्छु। मलाई मलाई त एक मुझे हुँदैन, म युट्युबमा सर्च गर्छु भाइ। मलाई त आइसक्यो यार। यहाँबाट मलाई नि आइसक्यो हो दाइ। ल हाम्रो 1 पोइन्ट आयो, हाम्रो 1 पोइन्ट आयो। ल मामा सकिसक्यो, म गाउँछु अब पास हेर्ने। यो गाउँको ठिटोमा अरे कन्छ मेरो नाम, आउँदै जाँदै गर्नु है सबलाई राम राम, आउँदै गर्दै जानु है सबलाई राम राम। मामा मबाट हाम्रो 1 पोइन्ट आयो। मबाट सक्यो। ल यहाँबाट होइन, ए यहाँ मबाट होइन त। सेक्री हेल्प गर्नु हो, टिममेट हो क्या तिमी दुईजना। मलाई यो जिन्दगीले यहाँ भइसक्यो। पुर्यायो नि लै मलाई यो जिन्दगीले कहाँ पुर्यायो, कहिले हँसायो कहिले रुलायो, कहिले हँसायो कहिले रुलायो, मलाई यो जिन्दगीले कहाँ पुर्यायो नि लै जिन्दगीले कहाँ पुर्यायो नि लै बाबा लै। कस्तो लैलै बाबा मलाई जिन्दगीले कहाँ पुर्यायो। म बाबा तपाईँ त मलाई यो जिन्दगीले कहाँ पुर्यायो मात्रै भन्नुभयो त गीतभरि यार। मलाई यो जिन्दगीले कहाँ पुर्यायो, कहिले हँसायो कहिले रुवायो अरे। अनि फेरि मुझे मलाई यो जिन्दगीले कहाँ पुर्यायो, मलाई यो जिन्दगी कहाँ पुर्यायो लै लै अरे लास्टमा।
लै पनि पो अरे त मुजी लास्टमा अलिकति राम्रो खानु 2-3 वटा लाइन त हान्नु पर्यो नि मामा हो नि भान्जा तर मलाई होइन 2टा लाइन त भने त तिमीले चाहिँ कुन छ पुरै भुले गाना गाएको जस्तो पो गर्छन् अनि लास्टमा लै त छैन नि त मलाई जिन्दगीले कहाँ पुऱ्यायो योबाट आयो होइन हाम्रो एकै नजरमा यसराले बोलाउनु यबाट भने य भनेको वाइ हो य होइन अनि दाइ तपाईले त कसरी यसराले बोलाउनु को यसरा भनेपछि य भनेपछि ओइ साढे मुजी सोच्न छिटो यहाँ देशको छ चिन्ता छ त हान्नु न यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ साँच्चै चोखो दुनिया दुनियासँग डराउनु कस्तो किन भएन गानामा त्यो गर्छ ख्वाक्रा खो साँच्चै चोखो माया भई दुनियासँग किन डराउनु लुकी चुप्पी चुपचा होइन मुझे त्यही हो चुपचाप पबाट पबाट होइन त 20 किलो हान्नुपर्ने छ त तिमी परी हौ मेरी भएन हामीले सुनेको छैन सुनेको छैन हामीले शिवश्रेष्ठको गाना हो फिल्मको मान्दिन तपाईको घरमा मात्र रिलिज भयो होला यो हुँदैन रुको जरा सबर करो एक पोइन्ट रघुपति राघव हो मामा रबाट हो यो रघुपति हो सुरुमा रघुपति हो के को पति त सिधै A few minutes later. पप यो बाटो कहाँ जाने हो ओए फेल 2 पोइन्ट आयो हाम्रो 2 पोइन्ट आयो फरेलीमा बादी राखो जान नदेऊ रोख नरोख उड्न नदेऊ आकाशको छोरी जस्तै मलाई बाँधेर राखो तिम्रै मुटुमा यो त तिम्रै धड्कन हो दाइ गीत गाउँदाखेरि अलिक मजाले गाउनु न रन्सर बनाएको त्यो हान्नुहुन्थ्यो त ऱ्याप साइड म प्रेममा भन्ने म प्रेममा जीवनको पहिलो पटक र मलाई थाहा छ यो साँचो हो चाहे म जता जाऊ उसकै मुहारले मलाई सता आउँछ यो के बाको यही सुन एउटा सम्झना आइरहन्छ सक्दिन बित्न बाटुलो आँखा सागरी चञ्चल देखेर तमनमा हलचल वर्णन गर्न उसको व्यक्तित्व हुन्छ बप्पा ल कसरी भयो बाबा लबाट लैजा होइन लबाट सुरु हुन्छ कि हुँदैन यहाँबाट हुँदैन लबाट हुँदैन ल भनेपछि लहनाले जुरायो कि बहानाले भेटायो फेरि जेलको सम्झना छुकेपछि बिर्सन जिन्दगानी दर्पण छाया भेटाउने दो बाटो न त्यो बाटो फेरि जेलको सम्झना छुकेपछि बिर्सन जिन्दगानी दर्पण छाया